अस्ताउँदै गरेको घामले बिदा माग्दै थियो। त्यही बेलामा चराचुरुङ्गीहरूको चिरबिर चिरबिर कराउँदै गरेको आवाज आएको थियो। सायद चराहरू रात पर्न थालेर वासस्थानतर्फ जाँदै गरेका थिए। केही क्षणपछि सबै मान्छेहरू खाना खाएर आफ्नो कोठामा गए। झ्याल ढोका सँगै बत्ती समेत बन्द गरे। त्यसपछि संसार एक्कासी शान्त हुन्छ। कतै पनि आवाज सुनिँदैन। सायद सबै निदाइसकेका हुनुपर्छ। सबै आफ्नो दुनियाँमा व्यस्त छन्। कसैलाई कसैको परवाह छैन। सायद मान्छेहरू पनि अरूको पीडा सुनेर आफ्नो घाउमा नुनचुक थप्न नचाहेको हुनुपर्छ। त्यो बेलामा मेरो मन भावनामा बहकिन्छ। दिनभरि गरेका केही आशा सँगै केही निराशा गुन्जन थाल्छ। समयले मान्छेलाई कति दौडाउँछ, कति रुवाउँछ, कति सम्हालिन सिकाउँछ। तर केही मान्छेहरू यही जिन्दगीको भागदौडमा हरेस खान्छन्। कति आफ्नो पीडासँग जुझ्न, कमजोर मन सम्हाल्न, थाकेको मनलाई प्रेरणा दिन, आफ्नो मन बलियो बनाउन सबैभन्दा गाह्रो हुने रहेछ। भारी मनलाई हलुका पार्न सबैले सक्दैनन्, तर भारी बिसाउने ठाउँ पनि सबैले पाउँदैनन्। सबैको नाममा एउटा प्रेरणा वा आशा लुकेको हुन्छ। जस्तै तारा अँध्यारो भयो भन्दैमा डराउँदैन, बरु झन् बल्छ, चम्किन थाल्छ। यस्तै आशाले जीवन जिउन सजिलो एवं कार्य प्रगतितर्फ लैजान्छ। त्यस्तै निराशाले गलाउँछ, थकाउँछ। एकअर्कालाई पीडा दिन सजिलो लाग्छ, तर आशाको दियो बाल्न, उत्साहित पार्न निकै गाह्रो हुन्छ। आशा देखाउन कुनै उपहार पुरस्कार दिनुपर्छ भन्ने छैन। साधारण प्रश्न वा उत्तर दिँदा समेत आशा जाग्न सक्छ।